उठिनु भने आप रोक्नु पर्यो हैन जस्तो हाम्रो यसो पोइन्ट दिया छ केले दिया होला हैन यो टाइमिङ माथि टप आयो कि आएन भने तपाईको यहाँनिर 0 पोइन्ट लेखेको छ के यो यहाँसम्म हाल्नु पर्छ माथि आयो भने ठीक छ हैन बराबर राख्नु पर्यो है अब हामी आयो रोकड चिडिया रोकड चिडिया हो उड्ने हो चिडिया है फिटिङ गर्ने बेला विचार गर्नु होला कहाँ यो झडेर भित्र गयो भने डबल खोल्नु पर्ला हैन कहाँ अड्क्यो भने यो सानो कारणले पुरै फेरि इन्जिन खोल्नु पर्ने हो यही भएर अलि ध्यान दिनु होला यसमा लाग्ने हल्का लामो खाले बोल्ट हुन्छ है उता छ ठीक भयो हो त्यो अनि त्यसमा चाहिँ यो के भन्छ ब्लेड सिन्धी टाइपको हुनु पर्यो हैन दाइ यो त्यसमा वाशर हुन्छ कि हुँदैन यस्तो हो त्यही हो यस्तो तपाई सुन्दै जानुस् न त 13 को लाग्छ 13 को लाग्छ गडखोले एउटा अर्को साटिया छ कि हल्का लामो यहाँ छ कि यो त हैन यो छोटो भएर यसमा चाहिँ लामो खाले हुन्छ है यो पनि छोटो हैन यो हो यस्तै हो के हो यसमा हालेर कि यसमा चाहिँ छोटो नहाल्नु यसमा चाहिँ अलि लामै चुरुई थ्रेड भएको हाल्ने के त्यसमा असर होला है असर कसैमा हुन्छ कसैमा हुँदैन तर यसमा हाल्नु पर्ने हो जस्तै यस्तो नट छ भने हाल्नु पर्छ अनि यस्तो नट छ भने हाल्नु पर्दैन के कति नम्बर 13 को लाग्छ होला हैन 13 को खाएन 14 कै लाग्छ हैन पहिले हालै कसौँ हैन ल हैन ल अब हामी टाइपे चिडिया मिलाऊ हैन यो बसिया छ बराबरै बसिया छ हैन हल्दैन एउटा उदाहरण राखौँ हैन सानो पन्ना ल्याउ त यो सबैले ब्लेड हाल्ने कि पन्ना हाल्ने भन्छ यो लगाए नि हुँदैन हामीलाई मेगा नै हालौँ हैन मेगा नै हालौँ हैन मेगा यसरी हाल्ने ल दुईटैमा हाल्दियौ हैन ल दुईटैमा हाल्दियौ तर एउटा हल्का लुजै हुनु पर्छ है हुनु पर्यो अब ल ठिकै छ ल अहिले ठीक छ हैन दुईटैले बराबर राख्यो भने ल अहिले ठिकै छ हल्का यो टाइट गरेर कतिकै हुन्छ हेरौँ तल चलाउँछ ल ठीक छ हैन अब यसलाई यहाँ पेचकसले रोक्ने यसलाई ठ्याक्क मिलाउने जस्ट गर्ने हैन 10 नम्बर काट्छ तर यसै सानो पेचकस भइसकेको छ यतिकै रोकिराख्ने हैन यसलाई हल्का बोल्टले टाइट गर्ने ल पानाले यसरी लगाउने जबर खस्ने है ल निकाल्ने हैन ल अलि चाल भयो नि ठीक भयो हैन ल ठीक भयो हैन कति अहिले घुम्यो हैन जस्तो हिजो हामीले गरारे मिलाएको थियो घुम्दैन थियो हैन यसरी घुम्नु पर्यो है चुटेको यसरी घुम्नु पर्यो ठीक छ ल ए फिटिङ भयो अब यसमा